हेलो वेलकम टु मिलियन सब्सक्राइबर च्यानल। अनि म चाहिँ रोको होइन है, घरभरि धुवा धुवा भएर पुरै आँखाको आँसु नै सुके जस्तो फिल लाग्छ। अब चाहिँ यहाँ बजार जाँदैछु र हेर्न सक्नुहुन्छ मेरो साथी आएकी छिन् बजार गएर नमकिन खानको लागि। ए रामको फेभरेट दिदी आए, टाउको चिलाइदिन्छ। पुछ चल अल्लाहको चाहिँ अरू केही लगाए नलगाए नै लिपस्टिक चाहिँ लगाएँ मैले। साँझ भइसकेको छ। खाना पकाएर आएकोस्? नै पकाएन, मम्मीले पकाउँछ। अन्त मेरो पनि भाउले पकाउनु भएको। हामी चाहिँ बजार आइसकेका छौँ, जसमा सबैभन्दा सुरुमा नमकिन पसल आयौँ, किनभने नमकिनको भुक्करलाई नमकिन लिएर घर जानु छ। त्यही भएर यो चाहिँ मेरो बिग फ्यान क्युटी क्युटी। अनि पियारी चाहिँ लागे नमकिन बोकेर घरतिर, मनी लाग्यो झोला बोकेर सब्जी किन्नेतिर, गोबी आलु के किने। त्यसपछि चाहिँ मलाई लाग्यो मेरो फेभरेट जेरी किन्नको लागि। बिना जेरीको त म घरै जाँदैन, जेरी नलिकन। यहाँ हेर्न सक्नुहुन्छ मेरो हालत, झोला सानो लिएर आएको भएर दुःख पाइयो। एउटा हातमा छोप्न, एउटा औँलामा छोप्नु पर्यो, औँला चुट्ला चाहिँ भइसक्यो मेरो। र फाइनली म चाहिँ घर आइसकेँ। यो प्लास्टिकले मेरो औँला यति दुखेन र मेरो औँला यस्तो दुख्ने कि यो सानो झोला लिएर गएर सब्जी नअटेर। अनि मैले चाहिँ एक हप्ताको सब्जी एकैचोटि लिएर आएको छु, किनभने मेरो घरमा सब्जी सकिसकेको छ। त्यही भएर कसैको घर अर्ग्यानिक सब्जी छ भने मेरो घरको ढोका हजुरको लागि सधैँभरि खुल्ला हुनेछ। र यहाँ हेर्न सक्नुहुन्छ राम्बोजीलाई नमकिनको इन्तजार गरिराख्नुपर्छ, जुन चाहिँ मैले लिएर आएको छैन। तर मैले जेरी लिएर आउँदा चाहिँ नमकिन लिएर आएको छु। थोरै राखिदिनु भएको क्या आफैले चाहिँ। र आजलाई यति नै, बाई।